जिन्दगीको पहिलो बन्दी जेन्जी नै भयो। आज जेन्जी सहित घाइतेहरू खै हाम्रा यी घाइते उहाँलाई गोली लागेको यी 4वटा गोली लागेको छ। ती 2टा गोली होइन 2टा खुट्टामा 2टा गोली लागेको घाइतेको लागि हामी चाहिँ एकछिन आफ्नो सभा गर्ने शान्तिपूर्वक हामी र्याली गर्छौँ। सरकारले हामीलाई जबरजस्ती त्यहाँबाट टिपेर खोरमा ल्याएर हालेको छ। सरकारको यो दमन र सरकार अब कसबाट सञ्चालित छ आई डोन्ट नो। तर हामी चाहिँ जेन्जीले न्याय पाउनुपर्छ। यस्ता शहीदहरू घाइतेहरूले न्याय पाउनुपर्छ भनेर हामी शान्तिपूर्ण हाम्रो प्रदर्शन थियो। म यसको स्वयं संरक्षक हो र यसको हाम्रो सुरेन्द्र भट्टी मगर उहाँ चाहिँ संयोजक हुनुहुन्छ। हामीलाई त्यहाँ कार्यक्रम गर्न दिएन। हामी वैधानिक रूपमा सिडिओ कार्यालयमा गएर हामी आफ्नो इजाजत लिएका थियौँ। आजको कार्यक्रमको हामी पर्मिसन लिएका थियौँ। पछि यहाँ केही भिजिलान्तेहरू केही नक्कली जेन्जी भन्नेहरू यो आन्दोलनलाई पिथोल्नको लागि नक्कली सही गरेर सिग्नेचर गरेर राति अफवाह फैलाए। आजको सभा हाम्रो छैन, आज हाम्रो कार्यक्रम छैन भनेर अफवाह फैलाए र यसमा यो सिडिओको पनि ठुलो भूमिका छ। जब स्वयं आधिकारिक व्यक्ति सुरेन्द्र घरती मगरको कुनै सिग्नेचर छैन, कुनै फिर्ता लिने कुनै कार्यक्रम छैन, नक्कली व्यक्तिहरूले त्यहाँ सिग्नेचर गरेर त्यो प्रेस विज्ञप्ति सार्नी गरे र यसको मुख्य भूमिका अहिलेको यो वर्तमान सिडिओले खेलेका छन्। यो सिडिओलाई पनि खबरदार, तपाईँ गलत काम गरे भने गलत काम गर्नेहरूलाई यो जेन्जीहरूले त सजाय दिएका छन् नि, भोगेको होला नि। अब चाहिँ तपाईँ यस्ता गलत काम गर्नेहरूको विरुद्धमा हाम्रो आन्दोलन हो र जेन्जीले न्याय पाउनुपर्छ। जेन्जीले मात्र होइन, जेन्जीले उठाएका मुद्दाहरू यदि सम्बोधन गरिएन भने हामी लाइट पुस्ता मान्छेहरू जिउँदो छौँ, हामी प्रकाश पुस्ताका मान्छे हौँ। हामीलाई थाहा छ देशलाई कसरी रोशनी देखाउनुपर्छ। यी गद्दारहरू मर्दानगी नाप्ने हो भने छातीको त चौडाइले नापेर देखाऊ। यो ओम प्रकाश अर्याल हिजो म्यान पावर दलाल व्यवसायी हो। यो अहिले म ओम प्रकाश अर्यालसँग म सोध्न चाहन्छु, बालनको तपाईँको सल्लाहकारबाट राजीनामा दिनुभएको छ कि छैन? त्यो दिएर आउनुहोस्। देशको लागि राम्रो काम गर्नुहोस्, जेन्जीको पक्षमा काम गर्नुहोस्। तपाईँ गलत काम गर्नुभयो भने तपाईँलाई पनि अस्ति टेलर देखेको छ, फिल्म देखाउन बाँकी होला, फेरि तपाईँ पनि त्यो भोग्नुपर्छ। जनताको पक्षमा काम गर्नको लागि तपाईँहरूलाई हामी चाहिँ खबरदारी गर्नको लागि हामी तपाईँहरूको पक्षमा, जेन्जीको पक्षमा, यो आन्दोलनको पक्षमा आन्दोलनको मुद्दाहरू संस्थागत गरिदिनुहोस्। यो देश र जनताप्रति साँच्चीकै इमान्दार बनिदिनुहोस्। त खबरदारी गर्न हामी मात्र उपस्थित भएको। तर देश अब दुर्घटनामा जाँदैछ। यदि दुर्घटनामा गयो भने यी व्यक्तिहरू आज हाम्रा हातमा हतकडी लागेको छ। हामी देशको आवाज बोल्दाखेरि यी हाम्रा घाइते भाइहरूको आवाज बोल्दाखेरि हतकडी लागेको छ। यो हतकडी ओम प्रकाश अर्याल र सुशीला कार्कीको हातमा लाग्न नपरोस्। तपाईँहरू राम्रोसँग काम गर्नुहोस्। तपाईँहरूलाई खबरदारी गर्न आएको हौँ। जनतालाई विरोध प्रदर्शन, जनताको मौलिक अधिकारलाई हनन नगरिदिनु होला। बोल्न दिने अधिकार हो, बोल्न दिनुहोस्। बोल्न पनि हामी पाएनौँ। हामी त्यो ठाउँमा जाने बित्तिकै सबभन्दा पहिला मलाई त्यहाँबाट टिपेर ल्याइयो। तपाईँहरू सबैजना त्यहाँ उपस्थित हुनुहुन्थ्यो होइन। म यो कार्यक्रमको आजको संरक्षक थिएँ र त्यसैभरिका यो जेन्जी समूहहरूलाई एउटा अभिभावक त एउटा ग्रहण गर्न जरुरी छ। त्यो अभिभावक बन्दिन कोही मान्छे जरुरी छ। यो देशमा अहिले हेर्ने हो भने यो जेन्जीमाथि अन्याय भएको छ। त्यसको जिम्मेवारी हामी लिएर हामी अगाडि बढेका छौँ। तपाईँ जेन्जी समूहको प्रतिनिधि भएर आउन खोज्नु भएको थियो कि होइन? हामी घाइते, हाम्रा घाइते भाइहरू, हाम्रो एनटेक जेन टिम भनेर अहिले हामी बनाएर न्यायको लागि पारदर्शिताको लागि हामी आज 20-21 दिनदेखि हामी मैतीगढ मण्डलमा हामी भनिरहेछौँ। हाम्रो 23 गते एउटा प्रदर्शन छ। त्यसमा घाइते र शहीद परिवारहरू आउँछन्। यो सरकारले हामीलाई सघाइदिनु होला। सरकारको सिडिओ कार्यालयमा हामी गएर अनुमति पनि लिएर आएको भने यो दोहोरो चरित्र नखेल्नुहोस्। दोहोरो चरित्र खेल्यो भने गलत हुन्छ। हामी उहाँ घाइतेको कुरा तपाईँहरू सुन्नुहोस्। घाइतेहरू आफ्नो बोल्ने आवाज राख्ने ठाउँ पनि छैन। यो त्यो भएको कारणले गर्दा तपाईँहरूले कुनै पनि अनुमति नलिएको भनेको छ त प्रहरीले। अनुमति हामी भोलि पत्रकार सम्मेलन गरेर सार्नी गर्छौँ। हामीले अनुमति लिएको हो कि होइन, मैतीगढ मण्डल सार्नीको स्थान हो कि होइन, घाइते र शहीद परिवारले आफ्ना कुरा राख्न पाउँछ कि पाउँदैन, भोलि पत्रकार सम्मेलन गरेर हामी रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर सुरेन्द्र घरतीले बेलुका नै निष्क्रिय गर्नु भएको छ भनेर प्रेस सुरेन्द्र घरती ती भाइ पनि अहिले आउँदैछन्। होइन फिर्ता लिएको कुरा मेरो मोबाइलमा छ, तपाईँहरू हेर्न पाउनुहुन्छ। यो षड्यन्त्र भनेको यो सरकारद्वारा भएको षड्यन्त्र हो। हामीले यी इजाजत लिएको तपाईँको क्यामेरामा देखाइदिनु होला।
तपाईँहरूलाई त अनौपचारिक समूह भनेर प्रेस विज्ञप्ति भनिरहेको थियो स्टुडियो कार्यालयको प्रेस विज्ञप्तिमा के भन्नुहुन्छ तपाईँ अनौपचारिक समूह हो तपाईँहरू यता भन्नुहोस् न एकछिन औपचारिक समूह हामी हो अनौपचारिक समूह भनेको जसले पर्मिसन लिएको छैन हामीले पर्मिसन लिएको छ सिडिओको है बेलुका रद्द भयो भन्ने पनि तपाईँहरूले दिनुभयो होला नि यो तपाईँहरू यो खिचेर चाहिँ सार्ने गरिदिनु होला प्लिज है साथीहरू यसलाई तपाईँहरू सार्ने गरिदिनु होला हामी चाहिँ बकायदा हामीले के भनेका छौँ भने उपरोक्त सम्बन्धमा आज मिति 2082/6/21 गते हामी एनटेक्स टिमको बैठकबाट मिति 2082/6/23 गते समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मैतीघर मण्डलामा बसी शान्तिपूर्वक कार्यक्रम एवं सभा गर्ने निर्णय भएकाले उक्त दिनको शान्तिपूर्ण कार्यक्रम गर्नको लागि सुरक्षा प्रबन्ध मिलाइदिन त्यहाँको प्रशासनसँग अनुमतिको लागि सादर अनुरोध गर्दछौँ। श्रीमानको जो आदेश यो श्रीमान प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँ उहाँको यहाँ हाम्रो निवेदन हामी दिएका छौँ। तपाईँले अनुमति लिएको हो तर बेलुका नै रद्द गरेको हो क्या फेरि यो रद्द गरेको छैन रद्द गरेको भए हामी यो ठाउँमा आउँथ्यौँ रद्द गरिसकेपछि को मान्छे आउँछ नाटक गर्ने हो रद्द गर्ने यहाँ कार्यक्रम गर्ने कोही आउँछ तर प्रहरीले तपाईँले त्यही भन्यो हो त प्रहरीको यो एउटा षड्यन्त्र हो यो सरकार डरायो यो सरकार आफ्ना गतिविधि आफ्ना गलत कर्महरू गर्दैछ केही न केही दालमा कुछ काला है केही न कुछ काला छ त्यस कारणले गर्दा यो सरकार डरायो हाम्रा भोलि हामी पत्रकार सम्मेलन गरेर सम्पूर्ण कुराहरू हामी राख्छौँ अहिले हाम्रो यो टिमको संयोजक पनि भाइ अहिले आउँदै हुनुहुन्छ एकछिन उहाँ प्रोसेसमा हुनुहुन्छ हामीलाई अहिले दिनभरि बिहानदेखि उठाएर अहिले यो रातिको 8:30-9 बजिसकेको छ हामी यो काठमाडौँ प्रहरी परिसरको प्राङ्गणभन्दा बाहिर बसेका छौँ है तपाईँहरू त्यो भएर अलिकति कुर्दिनु होला तपाईँहरूलाई आज हस्तक्षेप प्रहरीले गर्यो नि भोलि पत्रकार सम्मेलन गर्नुहुन्छ अनि फेरि पर्सि त त्यही माइती मण्डलमा आउँछौँ माग पुरा भएन भने भोलि नै आउँछौँ आज बिहानदेखि भोकै बसेको यो एकछिन म यो विषयमा यहाँ चाहिँ यो सुशीला कार्कीको अहिले कारागारमा हुनुवामा दिनभरि बिहानदेखि हाम्रा भाइहरूलाई खाना दिएको छैन बिहानदेखि सबै साथीहरू सबै भोकै छौँ खाना यहाँ खाना नखाएर आएका हाम्रा युवाहरू थिए ती बिस्कुट र चियाको भरमा अहिलेसम्म हामी बसेका छौँ यो कारागारभित्र भोकै छौँ त्यो पनि जबरजस्ती हल्ला गरेर झगडा गरेर जबरजस्ती बिस्कुट र चिया मगाइयो खाना पनि अहिलेसम्म दिएको छैन यो एकदम मानव अधिकार हनन हो र यसको विरुद्धमा पनि हामी सरकारसँग जवाब माग्छौँ। एन्टेक जेट कार्य कुनै पनि हालतमा माइतीघर मण्डलमा आन्दोलनमा उत्रिन्छ अब उत्रिन्छ र एन्टेक जेट मात्र होइन म प्रकाश पुस्ता म पनि यसको म संयोजक हो देशैभरिको यो प्रकाश पुस्ताका मान्छेहरू उत्रिनेछ यसको लागि म चेतावनी शान्तिपूर्ण हुन्छ सरकारले शान्तिपूर्वक हुन्छ यदि सरकारले यस्तै षड्यन्त्र गरिराख्यो भने यी षड्यन्त्रकारीहरूलाई ठिक लाग्छ हामी टिकल पार्छौँ हो समात्नु पर्ने महेश बस्नेतलाई आज समात्य छ यो देशको देशभक्तहरूलाई समात्नु पर्ने कसलाई यो कारागारभित्र को हुनु पर्थ्यो डराउने मुटु हुनु पर्यो के शासन चलाउनको लागि त्यहाँ गएर फोटो झुन्ड्याउनको लागि जेनजीले आन्दोलन गरेको होइन यो देशको जनतालाई न्याय दिनको लागि देशको जनता न्याय खोजेका हुन् मुटु हुनु पर्यो त्यो भगेराको कलेजो बोकेर शासन चलाइँदैन त्यसको लागि मुटु हुनु पर्यो भ्रष्टाचारीहरूलाई समात्नको लागि अहिले मैले हिजो भने महेश बस्नेतलाई यो कारागारमा थुन भने के महेश बस्नेतले चलाएको यो सरकार आज म थुन्ने महेश बस्नेत हुनुपर्ने हो नि त यो कारागारमा किन भएन किनभने यो काहीँ न काहीँ दालमा कुछ काला है यो सरकार गलत बाटो जाँदैछ त्यस कारणले गर्दा हामी खबरदारी गर्न चाहन्छौँ। एन्टेक जेट भनेको शहीदको घाइतेको परिवारको माग मुद्दा र जेलको माग मुद्दाको लागि लड्ने तपाईँहरू प्रकाश तपाईँको नाम प्रकाश होइन तपाईँ हुनुहुन्छ तपाईँहरू लड्नुहुन्छ बोल्न त दिनुहोस् हामीलाई ल्याएर रातभरि राख्नुभयो दिनभरि राख्नु बोल्न त हामी चाहिँ भोलि हामी पत्रकार सम्मेलनबाट घाइते भाइ बोल्नु भन्नु होइन
हजुर हजुर हवस् हवस् म राख्दिनँ